चाहिँ यहाँ बड्की घरमा आएको छु म आएको छु यहाँ हाम्रो भाउजू चाहिँ के बनाएर के मुला काटिरहनु भएको छ त्यहाँ मुला सलादको रूपमा यहाँ लोकलको कुरो ओहो लोकल कुखुरा हो त्यही अघि मलाई चाहिँ अब त्यो तपाईँ असफल भएको मेस टिममा चाहिँ मलाई चाहिँ अब त्यो बहिष्कार गरेर म चाहिँ बाहिर निष्कासन भएको थियो त्यही काट्नु नजानेर खाने रमाउने भन्ने हाम्रो उद्देश्य हो। अब यो लोकल कुखुरा राम्रोसँग काटेको चित्त नबुझ्या हुनाले तपाईँले बहिष्कारै गरे होइन सम्मानका साइडमा बस्न लगाएर खासमा यस्तो क्या तपाईँलाई अरूले बनाएको खाना चित्तै बुझ्दैन क्या यो सानोदेखि म तपाईँसँग खाइरहेको हुन्छु होइन खाइरहेको छु धेरै हजुरले पकाएको खाएँ मैले चाहिँ मिठो खुवाउनु पाएको छैन तर अब तपाईँ चाहिँ अरूको यति मिठो खुवाउनुहुन्छ कसरी बनाउनुहुन्छ यो सबैभन्दा जिन्दगी जिउनको लागि खुसीले जिउनको लागि एउटा ब्यालेन्स डाइट पनि अनिवार्य हुन्छ। त्यसमा अर्ग्यानिक खानाहरूलाई हामीले ध्यान दिनुपर्ने हुन्छ। अनि अब अहिलेको यो वातावरण प्रदूषण हरेक यो भौगोलिक परिस्थिति चेन्ज भइरहेको बेला हामीले खाना जीवनशैली शुद्ध खाना अर्ग्यानिक खानामा ध्यान दिने र हरेक हाम्रो व्यवहारमा हामीले परिवर्तन एउटा सकारात्मक सोच गरेनौँ भने हामी हरेक किसिमका रोगी हुन्छौँ। यो मुला अनि हुन्छ त्यसैले यो ग्यास भन्दा पनि खानामा पकाउने फलामे डिङ्चीमा पकाउने अनि यहाँको माछी चामललाई ध्यान दिने। यहाँको धेरैको बुझाइ के छ भने यहाँको सिमीहरू अनि यहाँको स्याउ अनि लोकल चामल बेचेर चाउ खरिद गर्ने चाउमिन खानलाई बढी ध्यान दिने तलबाट आएको अरू हरेक किसिमका प्रदूषित खानाहरू किनेर खाने चलन छ। यो चाहिँ हामीबाटै हटाउनु पर्ने हुन्छ। हामीले जो पढ्यौँ लेख्यौँ त्यो व्यवहारमा उतार्नुपर्छ भन्ने हिजोदेखि यहाँ अब यो पुरै अर्ग्यानिक छ। त्यो हिजोको त एकदमै मिठो क्या त्यो त लेखाली जडीबुटी हो। ढोकायो भने माथि धेरै माथि लेख हिउँ पर्ने माथि कालीकोट जुम्लाको सिमानाबाट टिपेर ल्याएको हो त्यो। अनि यहाँ चाहिँ असुरोको झोल अब मही खाइयो। अब तपाईँ आएकोमा हामी धेरै खुसी छौँ। तपाईँहरूलाई सधैँ यो घरमा सधैँ बस्न फुर्सद हुँदैन, जिल्लामै बस्नुपर्ने हुन्छ। धन्यवाद। अब हामी खान सुरु गर्छौँ। यो पेट चाहिँ अलिक के गडबड गरिरहेको छ कि मागिरहेको छ खाना हेर्ने छिटो खाइहाल्नु ल। धन्यवाद। अब ल